साला फुट्यो त्यसको मुखबाट गाली त्यसको गाला साला फुट्यो सो गाइज हाम्रो चाहिँ अहिले ब्रेक हुँदैछ यहाँ हामीसँग हुन्छ खुखारजीहरू यो के भ्लग बनाउनु पर्थ्यो अरे भ्लग बनाउनु पर्थ्यो लास्ट भ्लग बनाउनु पर्थ्यो अरे बिर्सेछु वेलकम टु माई भ्लग सुरेन सर हजुर वो के छ कस्तो चल्दैछ सिजन 2 मा अलिकति बढी बढाएर आएको छु गाइस हो प्र्याक्टिस सो नमस्ते वेलकम टु माई ब्लग ए यसले भ्लग बनाउनलाई तैँले पुसेको हो कि भन्दा खोइ भ्लग केही खान्न खोइ भ्लग सो हे गाइज व्हाट्सअप हेलो वेलकम ब्याक टु दि च्यानल नयाँ भ्लगमा सो आज पनि म भ्लग लिएर आएको छु अनि भ्लग चाहिँ आज मेरो डान्स युनिभर्स सिजन 2 को मेगा अडिसन भएको छ अनि मेगा अडिसनमा म के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई देखाउने छु सो यहाँबाट म तपाईँहरूसँग सिधै सेटमा मिल्छु है त सो लेट्स गो खै तपाईँको भ्लग खै भ्लग केही खान्न खोइ भ्लग खोइ भ्लग सो गाइज म कालो देखेको होला यताबाट घाम छ नि त Here is one and only Atish Joy Roo. Welcome to my vlog. Joy Nepal. Welcome to my vlog. यहाँ पार्टी हुँदैछ ड्युको वाह म जहिले भेट्छु नि यस्तो भने त के हो दा यार जिमबाट सिधै गर दा जिमबाट सिधै वेलकम टु माई ब्लग ल करण दाईको पनि इन्ट्री भइसकेको छ गाइज भर्खर जस्ट प्याकेजमा ड्यू भइरहेछ भयो के हो भाइ दाइ भन्नु त यो के भन्नु त वेलकम टु माई भ्लग दिलु सरको फेरि इन्ट्री भइसकेको छ सिजन 2 मा म पछिको पहाडबाट लड्ने मान्छे उता हो त हैन ए ओ यस के हो त यार तपाईले के हो ए यसले भ्लग बनाउनलाई तैँले पुसेको हो कि भन्दा गाइज यसको बिहाइन्ड द सिन भ्लग बनाउने बेलाको नमिना व्हाट्सअप ताछिदिल्ले सो नमस्ते वेलकम टु माई भ्लग ब्लगै ब्लग छ यहाँ ब्लगै ब्लग अब छ सर हजुरले हेर्नु भएको छैन भनेपछि छ सर फुल छ
हो हो त्यो हुनसक्छ हुनसक्छ हाम्रो यहाँ सुट भित्र चाहिँ कल्चरल डान्सको सुट हुँदैछ अनि त्यसपछि हाम्रो सोलो डान्सको सुट हुँदैछ के हुँदैछ म देखाउने छु है त यहाँ चाहिँ सबै कन्टेस्टेन्ट हुनुहुन्छ हाम्रो है त चिया खानु हुँदैछ सरहरू है practice change dance choreo change self change Akash Bikhe let's go yeah whoa namaste स्वागत छ वाओ क्या है बे क्या इलास्टिक बोल दिया इलास्टिक भन्दै को अच्छा है को छ अरे ओए यहाँ त तिम्रो ड्रेस देखाउँछ यार आफै बनाएको ड्रेस गाइस यो आफै बनाएको ड्रेस हो यसको चाहिँ क्रिएटिभिटी आफै हातले हान्दिएको है त हैन त कसैलाई पर्सनल बनाउनु छ लुगा हान्ने चाहिँ 1 घण्टा गर्नु होला वाउ ब्लग सो गाइस यो चाहिँ हाम्रो खाना खाने ठाउँ हो अब हामी खाना खान्छौँ है खाना खान्छौँ यहाँ छौँ हामी सो मेगा अडिसन है त गाइस यो फोटो त पछि खिचाउन के छ र यो फोटोको के हो यार ड्याङ 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 गाइस होइन गिर गया Let's go. क्या है जय क्या है वो लगाओ मोहन भैया कैसे हो कैसे हो आप हाँ क्या था ओ बाबू स्टार्टिंग क्या था इधर से इधर दिखाओ और बताओ कैसा हो रहा है इधर आपका मेरे को बहुत अच्छा लग रहा है यहाँ पे निको लाग्ने छ टाक फ्रम कर ज्यादा सल्लाह फोटो त्यसको मुभ पटक फोटो त्यसको मुखबाट डाले त्यसको गाला साला फोटो चश्मा लगाओ लास्ट में चश्मा लगाओ क्या अंदर पूरा कैमरा अच्छा त देखि छैन पिन ड्रॉप साइलेंट ठीक है अच्छा है ठीक है अच्छा है बस हो रहा है इधर माहौल तातिरहेको छ गाइज तो गाइज हामी चाहिँ माथि छौँ ल किन के भन्दा म यहाँ बस्छु नै प्लिज यो चाहिँ हाम्रो यहाँ सेट है त मलाई लास्टमा हटाएरै छोडो हो यो सिजन यो पालिको सिजनको अलिक सेट भयो होला है 1 भन्दा स्काइच भन्नु छ है त
मेगा अडिसन कुन मोबाइल हो त्यो गाइज हामीसँग हाम्रो आयुष भाइ रोशन भाइ आइसकेको छ है। अब चाहिँ हामी यहाँ मस्त बसेर हेर्छौँ। भाइ चाहिँ अहिले भर्खर भर्खर आएको आदिश दाइ भाग्नु हुँदैछ यहाँ आउनलाई थाहा छ मलाई। अब यहाँ हेर्नु ल 1 2 3 4 5 6 7 8 हडक बा। अब हेर त मैले भ्लग बनाएको मलाई सराइदियो भने चाहिँ कस्तो खतरा होला हाम्रो दाइ। सो गाइज हाम्रो चाहिँ अहिले प्रेड हुँदैछ यहाँ। हामीसँग हुन्छ खुखारजीहरू। यो गाइज यो व्हाट्सएप हाम्रो ब्रेक भएको छ एकछिन है त। म भ्लग बनाउँछु भनेर बिर्सेछु हौ ओ दाइ। भ्लग बनाउँदैछु भनेर बिर्सेछु। अहिले याद आयो फेरि यहाँनिर चाहिँ म जान्दैछु होइन। एकछिन ब्रेक भएको छ है गाइज। ल ब्रेक भएको स्ट्यान्ड बाइहरू ल। तिमी किन खुसी भएको भन्न त? ओ केही देखिन। किन खुसी भएको भन त? भएन होला लाग्छ। कति अरे मार्क्स भन। त्यही भएर खुसी भएको मर्ने गरी। 3 दिनको खाना एक दिनमा खाइदिएको हो। वाउ भेरी गुड। 3 थाल तिमीले 3 दिनको खाना मैले के भ्लग बनाउनु पर्थ्यो अरे? भ्लग बनाउनु पर्थ्यो ला सेट। भ्लग बनाउनु पर्थ्यो अरे बिर्सेछु। वेलकम टु माई भ्लग सुरेन सर। सबैले अनसब्सक्राइब गरिदिनु। मैले के भन्दै थिएँ अरे पहिला हाम्रो मिस्टेक के भन्दा पहिला हाम्रो युट्युब च्यानलबाट हामीले अहिले रिप्रेजले चाहिँ ब्लगै मात्र हालेको अहिले राम्रो जान्छ होला भनेर अहिले त्यही ट्रेक चाहिँ राजेशले अप्नाइरहेको छ। मैले कमाउँदै राजेशले यहाँ असिस्टेन्टबाट पैसा कमाउँदैन। बिजनेस माइन्डेड भइसक्यो राजेश। मलाई सुरेन सरले सिकाउनु भएको यसरी भ्लग गर्नुपर्छ भनेर। नत्र भने मैले डान्स प्लसको बेलामा डान्स च्याम्पको बेलामा मैले पाइनँ यसरी भ्लग गर्न। त म यस्तो सोचेको थिएँ भनेर सरले भनेर यस्तो बनाएको। त्यो बेला के भयो हाम्रो युट्युब च्यानल थियो त्यो बेला चाहिँ। तर यस्तो हुन्छ कि प्रोडक्सनको राइट अलग हुन्छ, च्यानलको राइट अलग हुन्छ, मिडिया कोअर्डिनेटरको राइट अलग हुन्छ क्या। थर्ड पर्सनले चाहिँ हामीलाई कपरेट हाल्छ क्या। अनि साफ पैसा तिनीहरूलाई कोअर्डिनेट गरेर दिइहाल्छ। अनि हामीसँग त्योसँग कोअर्डिनेट गरेर तिनीहरूको पुरै मिलाउनै सकेन क्या। थर्ड समझ रहे हो? एजेन्सी चाहिन्छ क्या। समझ रहे हो? एजेन्सी नै थिएन क्या हाम्रो। युनाइटेडको एजेन्सी थियो क्या। बकाइदा त्यो सो गाइस यहाँ तगडा गफ हुँदैछ है। तगडा मिटिङ गफ हुँदैछ गाइस टोयलेटमा।
देखाउँछु ओ के हो जय नेपाल ओ के हो अल गुड वाउ ठिक छ कहाँ साउन्ड कोही छैन नि यहाँ हेर्दै जानु सो गाइज म चाहिँ भ्लग बनाउँदैछु यहाँ मान्छे सब देखाइदिन्छु म को छन् देखाइदिन्छु ओइ कहाँ के गरेको वेलकम टु माई ब्लग कस्तो बगल देख्यो त यार तपाईँलाई यार नागा छोड्नुपर्छ क्या दाइ जिमी दाइ वेलकम टु माई ब्लग जिमी दाइ त्यही त कति ग्रान्ड फिनालेमा वेलकम भएको थियो ग्रान्ड फिनालेमा हो त्यसपछि उसले यो छोडेको रहेछ एकदमै खुसी लाग्यो त्यो देखेर चाहिँ डान्स त छोडे पनि मलाई मतलब लाग्दैन थियो हो भ्लगिङ गरेर चाहिँ म पनि एकदम इन्सपायर भएँ म पनि के गर्छु भने चाहिँ एउटा काममा चाहिँ अड्डेर बस्नु पनि हो अर्को जिमी हेलो दुडा वेलकम टु माई ब्लग हजुर वो के छ कस्तो चल्दैछ सिजन 2 सिजन 2 मा अलिकति बढी बढाएर आएको छु गाइस हो एक दिन म देखाउँछु स्टेज हो के छ भइसक्यो तिम्रो अच्छा ठिक छ को त फेरि आयो यार हो सो यस ल अर्को दिनमा कापो भेटेको थियो कसलाई त्यहाँ ओब्सेसन है मेरो मेकअपको सामान लिन जाँदा त्यो माथि हेर्नु त्यसमा न्यू सिभिल मलको वाला वाउ यहाँ बस्नुपर्छ होइन यहीँ बस्नु पनि भइहाल्छ नि बस्नु क्वालिटी कसरी तर कम नरेश सर मेरो भ्लगमा क्याप्चर भयो तपाईँको भर्खरको कुरा वाउ यस्तो राम्रो कति दाइ 8,000 दाइको क्यान्डी क्रसको लेभल 8,200 लेभल अरे यार मैले उसको फोनमा पहिला नै खेल्दा कति 200 कति मात्रै पुऱ्याएर त्यस पछाडि त खेल्दै सेट what dance सर मैले तपाईँलाई अघि भ्लगमा लिएको थिएँ तपाईँले हेर्नु भएन राजेशले मलाई हिट बनाउँदैछ है यु आर अलरेडी वाउ सो गाइज यहाँ तनाक तुनुक हुँदैछ गाइजहरू के हो ताण्डव कन्टेम्पोररी हो क्या हो टेम्पोररी हो क्या हो टेम्पोररी ताण्डवको कन्टेम्पोररीको टेररी वाउ ठिक छ गाइज सक्यो सुटिङ भ्लग पनि सक्यो ल थ्याङ्क्स फर वाचिङ टेल एन्ड बाई बाई सी यु इन नेक्स्ट भ्लग